संसारका धेरै विकसित देशहरूले यो चरालाई आफ्नो नम्बर 1 दुश्मन चरा घोषणा गरेर मार्ने अभियान चलाइरहेका छन्। तर यही चरा हाम्रो नेपालमा भने घर घरको आँगनमा पुजिन्छ र किसानको सबैभन्दा ठूलो साथी मानिन्छ। हो, म हाम्रो घरको भेन्टिलेटरमा चिरबिर गर्ने चलाख चरा मैनाको कुरा गर्दैछु। तपाईलाई सुन्दा अचम्म लाग्ला। विश्व प्रकृति संरक्षण संघले मैनालाई संसारका 100 सबैभन्दा विनाशकारी र आक्रामक मिचाहा प्रजातिको सूचीमा राखेको छ। अस्ट्रेलिया, दक्षिण अफ्रिका र अमेरिका जस्ता देशमा यसलाई विलेन मानिन्छ। सन् 1800 को दशकमा अस्ट्रेलियाका किसानहरूले खेतको किरा मार्न यहाँबाट मैना त लगे, तर त्यहाँ पुगेपछि यिनीहरूको संख्या यसरी अनियन्त्रित रूपमा बढ्यो कि त्यहाँका रैथाने चराहरूको फूल खाइदिने, गुड खोसिदिने र पर्यावरण नै बिगार्न थालेपछि आज विदेशमा यसलाई देख्ने बित्तिकै धपाइन्छ वा मारिन्छ। तर हाम्रो नेपालको इकोसिस्टममा भने मैना एउटा सच्चा हिरो हो। मैनालाई नेपाली किसानहरूको निशुल्क अंगरक्षक भन्दा पनि हुन्छ। यसले धान, मकै र तरकारी बालीलाई नष्ट गर्ने हानिकारक लाही किरा, फट्याङ्ग्रा र झुसिल किराहरूलाई खोजेर खाइदिन्छ र बाली जोगाउँछ। हामीले बाल्यकालदेखि नै लोककथा र गीत संगीतमा मैनाको चर्चा सुन्दै आएका छौं। विशेष गरी नेपालमा पाइने पहाडी मैनाको आवाज कपी गर्ने क्षमता त यति अचम्मको हुन्छ कि यसले मान्छेको हुबहु बोली, हाँसो, खोकी र सिट्ठी समेत यसरी कपी गरिदिन्छ कि तपाई 100% झुकिनुहुन्छ। तर यही गजबको क्षमता नै यसको लागि अभिशाप पनि बन्यो, जसका कारण मानिसहरूले यसलाई पिजडामा थुनेर व्यापार गर्ने गलत चलन बसाले। पारिवारिक जीवनको कुरा गर्दा मैना निकै वफादार प्राणी हो। यसले जीवनभरका लागि एउटै मात्र जीवनसाथी रोज्छ। यदि जोडी मध्ये एउटाको मृत्यु भयो भने अर्को मैना लामो समयसम्म एक्लै टोलाएर बस्छ र कतिपय अवस्थामा शोककै कारण मर्दछ पनि। यिनीहरूको सामाजिक चेतना र एकता यति बलियो हुन्छ कि यदि कुनै एउटा मैना संकटमा परेर करायो भने छरछिमेकका दर्जनौं मैनाहरू एकै ठाउँमा जम्मा भएर कराउन र शत्रु विरुद्ध प्रतिवाद गर्न थाल्छन्। यो चरा मान्छेसँग पटक्कै डराउँदैन। त्यसैले हाम्रो घरको भेन्टिलेटर, छतको काप वा सानो प्वाल भेटाउने बित्तिकै यसले गुण बनाइहाल्छ। विदेशका लागि यो टाउको दुखाइको विषय होला, तर हाम्रो देशको पर्यावरण सन्तुलन राख्न र प्रकृतिलाई जीवन्त बनाउन मैनाको ठूलो भूमिका छ। त्यसैले आफ्नो घरमा यसले गुण बनाउँदा फोहोर भयो भनेर नलखेट्नुहोला, बरु यसको चुरबुले स्वभावको आनन्द लिनुहोला। यो रोचक र रहस्यमय जानकारीलाई शेयर गरेर सबैमा पुर्याउनुहोस् र यस्तै तथ्यपरक भिडियोका लागि फलो गर्न नभुल्नुहोला।